सम्मानीय सभामुख महोदय, हामीलाई बाँडिएको यो जुन डकुमेन्ट छ यसको पेज नम्बर 2 हैन, यो 3 महले हेर्ने हो भने कतिचोटि अदालतले यो परमादेश जारी गर, यो परमादेश दिइसक्या रहेछ कानुन सुधार भनेर 77 देखि त्यो ती सम्पूर्ण नेपाली नागरिक जसले म नेपाली हो भनेर अदालतमा गएर अदालतको प्रमाण लिएपछि बल्ल नेपाली नागरिकता पाए, उहाँहरूप्रति म सांसदको रूपमा क्षमा प्रार्थी छु। तपाईँ यही माटोमा जन्मिनु भयो, यही भूमिमा हुर्किनु भयो, यही देशको भाषा बोल्नुहुन्छ, यही समाजमा आफ्ना सपना बुन्नुहुन्छ, तर जब नागरिकता लिन जानुहुन्छ तपाईलाई भनिन्छ तपाईलाई नागरिकता दिन मिल्दैन। तपाईँ आफ्नै देशमा एकाएक अदृश्य पात्र बन्नुहुन्छ। न सिम कार्ड चल्छ, न बैंक खाता हुन्छ, न विमान चढ्न मिल्छ, न रोजगारी पाइन्छ, अनगिन्ती समस्या त कति हुन् कति। विशेष गरी दलित समुदायभित्र अहिले राष्ट्रिय दलित आयोगले 27वटा जातिलाई जातिगत अनुसूची बनाएको छ। हरेक जातिमा 100 भन्दा बढी थरहरू छन्। नागरिकतामा के उल्लेख गरेको हुन्छ भने नाम र थर भनेर लेखेको हुन्छ, तर नाम र जात लेख्न बाध्य। माननीय सभामुख महोदय, नागरिकता अधिकार पनि हो, किनकि हरेक नेपालीको अधिकार हो नागरिकता पाउने, तर यसको सैद्धान्तिक पक्ष किनकि गृहमन्त्रीजी आफै एउटा कानुनविद पनि हो, संविधानविद पनि हो। यत्रो कानुन संविधान बन्यो तर अहिले पनि हाम्रो धेरै नेपाली नागरिकताबाट वञ्चित छन्। कारण विभिन्न छन्।